मैले युएईमा बिताएको त्यो पहिलो रात मैले आँखा त बन्द गरेको थिएँ, तर निन्द्रा भने आइरहेको थिएन। म र मसँग आउनुभएको एकजना दाइ हुनुहुन्थ्यो, उहाँको नाम सागर हो। उहाँ र मलाई 1 घन्टा एयरपोर्टमा कुराइयो। त्यसपछि एउटा गाडी आयो र गाडीमा हालेर हामीलाई क्याम्पसम्म पुर्याइयो। क्याम्पमा पुर्याएपछि हातमा एउटा तकिया र ब्ल्याङ्केट दिएर हामीलाई एउटा रुमतर्फ लग्यो। रुममा पहिल्यै 5 जना थिए, म गरेर 6 जना एउटा रुममा बसाइयो। मेरो बेड माथिपट्टिको थियो। त्यस्तो बेडमा म कहिले पनि सुतेको थिइनँ। तलको खाटमा सुत्ने बानी थियो। र साथीहरू, युएईमा बिताएको त्यो पहिलो रात म अझै पनि बिर्सिन सक्दिनँ। नयाँ देश, नयाँ कोठा, वरिपरि अपरिचित मान्छेहरू, सबैजना आफआफ्नो काममा व्यस्त थिए। म भने चुपचाप नेपाल सम्झिरहेको थिएँ। आमा बुवा, घर गाउँ सबै एक्कासी टाढा भए जस्तो लाग्यो र मनमा एउटा प्रश्न घुमिरहेको थियो कि मैले यो सही निर्णय गरेँ। र फेरि मैले आफैलाई एउटा बाचा गरेँ, जति गाह्रो भए पनि म हार मान्नेवाला छुइनँ। परिवारको सपना पुरा नगरी म फर्किने छैन। र ननिदाई बितेको त्यो रातपछि अर्को दिन उठ्ने हिम्मत मलाई त्यही बाचाले दिएको थियो। र त्यो दिनपछि बिस्तारै बानी लाग्दै गयो। पछि बिस्तारै गर्दै आज यहाँसम्म आइपुगेको छु। र नेपालबाट कोही परदेश नयाँ आउनु भएको छ भने उहाँहरूलाई म केही भन्न चाहन्छु। साथीहरू, मैले गरे जस्तो बाचा आफूलाई गर्नुहोस्। त्यो बाचाले तपाईँलाई एक दिन आत्मबल दिनेछ। र अर्को भिडियोमा म तपाईँहरूलाई मेरो कामको पहिलो अनुभव कस्तो भएको थियो त्यो भन्नेवाला छु। भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर र फलो गरिदिनु होला। यस्तै भिडियोहरू म आगामी दिनमा पनि लिएर आउने प्रयास गर्छु। त्यतिन्जेलको लागि हस्त नमस्ते।